मन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन्। उनले एक हप्ताभित्र फागु पूर्णिमा होली पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन्। उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरू बीचको प्रतिस्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गरिन्। पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउन सक्ने बताइन्। यस्ता सम्भावित घटनाबाट बस्न पूर्व तयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उनले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारिता कमजोर देखिएको बताइन्। उनका अनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन चन्दा पैसा असुली गर्ने प्रवृत्ति अपनाएका छन्। कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उल्लेख गरिन्। यद्यपि यस्ता गतिविधिहरूप्रति तर्क रहनुपर्नेमा उनको जोड थियो। फागु पूर्णिमाको दिन समस्या त्यो पनि एउटा पर्वको समस्या। अनि हिमाली क्षेत्रमा रुकुम पूर्वमा चाहिँ सम्भावित हिमपात यति एउटा चाहिँ महत्त्वपूर्ण के अरे समस्याहरू यहाँको भनेर अघि प्रतिनापतिज्यूले उल्लेख गर्नुभएको छ। त्यसपछि यहाँहरूका अब आफ्नो ठाउँ ठाउँको जिल्लाको समस्याहरू पनि यहाँ देखियो। झडपमा चाहिँ त पहाडतिर चाहिँ त देखिएन, यो तराईतिर चाहिँ अब हुन्छ नि दुई तीनवटा पार्टीहरू अलि बढी सक्रिय र उनीहरू प्रभावकारी छन्। त्यो पार्टी बिचमा चाहिँ कसले जित्ने कसले हार्ने त्यो बिचमा केही खेल गर्न खोज्नु र त्यही चाहिँ झडपको रूपमा चाहिँ परिणत हुनु त्यो हामीले अब एउटा आशंका गर्ने ठाउँ चाहिँ हो। नहुन पनि सक्छ, हुन पनि सक्छ, तर यो कुरालाई तयारी त हुनु पर्यो नि। अब हिजो अस्ति एउटाको पार्टीको अर्कोले झन्डा जलायो भन्ने यस्ता कुरा पनि आएछ। त यस्तो किसिमको आउन सक्छ। अब निर्वाचन बहिष्कार गर्नेहरूको चाहिँ मलाई कस्तो लाग्यो भने मैले यसरी चाहिँ भन्न मिल्छ कि मिल्दैन। मैले अध्ययन गरे अनुसार यसो अहिलेसम्म हेरे अनुसार यो के रहेछ भनेदेखि प्रभावकारी छैनन् पार्टीको त्यति। एउटा 2, 4, 5 जनाको एउटा समूह छ, त्यो चुनाव लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन। अनि धेरै ठाउँमा चाहिँ सबैलाई त दोष लाउन मिल्दैन। कसैले चाहिँ यसो एक्सटर्सनबाट पैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउने, निर्वाचन लड्दिन भनिदिएपछि पुगेको, केही गर्न परेन, कुनै फङ्सन पनि गरेन, एउटा पार्टी जीवित पनि रहिरहन्छ, पैसा उठी पनि रहन्छ र यो खालको प्रवृत्ति चाहिँ देखियो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइन्।